के तपाईलाई थाहा छ आँखाबाट धेरै आँसु आउनु पनि आँखाको सुक्खापन अर्थात् ड्राई आईको लक्षण हुन सक्छ। तर आँखा सुक्खा छ भने आँखाबाट धेरै आँसु चाहिँ किन आउँछ त? हामीले अघिल्लो भिडियोमा बुझ्यौं कि हाम्रो आँखाको अगाडि सधैँ एउटा आँसुको पातलो लेयर रहेको हुन्छ जसलाई चाहिँ हामीले टियर फिल्म भन्दछौँ। यो टियर फिल्मले आँखाको सर्फेसलाई मोइस्ट राख्नको साथै आँखाको सतहलाई प्रोटेक्ट गर्ने, स्मुथ राख्ने र क्लियर भिजनमा पनि हेल्प गर्दछ। जब यो टियर फिल्म सफिसिएन्ट हुँदैन, छिटै सुक्छ र राम्रोसँग टिक्न स्टेबल रहन सक्दैन भने यसलाई हामीले ड्राई आई भन्दछौँ। अब बुझौँ ड्राई आईमा धेरै आँसु चाहिँ किन आउँछ त? जब आँखाको सर्फेस ड्राई हुन्छ, टियर फिल्म अनस्टेबल हुन्छ र आँखामा इरिटेसन अर्थात् बिजाउन थाल्छ। त्यसपछि आँखाको सर्फेसको नर्भ्सले हाम्रो ब्रेनमा सिग्नल दिन्छ। आँखामा केही गडबड भयो, आँखा सुक्खा भयो भनेर ब्रेनले हाम्रो आँखाको आँसु बनाउने ग्ल्यान्ड अर्थात् ल्याक्रिमल ग्ल्यान्डलाई धेरै आँसु बनाउनको लागि सिग्नल दिन्छ। त्यसैले आँखा सुक्खा हुँदा पनि धेरै आँसु आउन सक्छ। तर अब प्रश्न आयो, यो आँसुले चाहिँ ड्राई आईलाई किन ठिक पार्दैन त? यदि आँसु धेरै आउँछ भने त ड्राइनेस ठिक हुनुपर्ने होइन र? त्यस्तो भने सधैँ हुँदैन, किनभने आँखालाई मोइस्ट र प्रोटेक्टेड राख्नको लागि आँखाको टियर फिल्म अर्थात् आँसु चाहिँ स्टेबल र क्वालिटीको हुनुपर्दछ। तर ड्राई आईमा आउने आँसु नर्मल बेसल टियर नभएर रिफ्लेक्स टियर हुन्छन्, जुन चाहिँ मेनली आँखामा भएको इरिटेसनको प्रतिक्रिया स्वरूप आँखामा हुने गर्दछ। त्यसैले ड्राई आईमा आउने रिफ्लेक्स टियर नर्मल टियर जस्तो क्वालिटी र स्टेबल नहुनको कारणले गर्दाखेरि त्यसले ड्राई आईलाई ठिक पार्दैन। अब नेक्स्ट भिडियोमा चाहिँ हामीले के कारणले गर्दा ड्राई आई हुन्छ त भनेर बुझ्छौँ है त। तपाईलाई यो भिडियो कस्तो लाग्यो फिडब्याक दिनु होला। हस्, धन्यवाद।